सबैजनामा जय मसीह, जय मसीह। म विश्वास गर्दछु हामी सबैजना त्यहाँ रमाइछौँ। आमेन, आमेन। बिसन्चो भयो भने आज सन्चो भएर जान्छ। आमेन, आमेन। हामी घरिपटक भन्छौँ आराधनामा छुटकारा छ, सङ्घाइ छ, छुटकारा छ, अनि त्यो चाहिँ देखिनु पर्दछ हाम्रो जीवनमा। आमेन। आउनुहोस् हामी चाहिँ 98 नम्बरको भजन गाएर उहाँलाई प्रशंसा गर्नेछौँ।
हामी चाहिँ यस ठाउँमा उहाँसँग प्रेम साथमा लागेका छौँ। म धेरै पटक भन्छु, हामी शक्तिमा होइन तर प्रेममा आधारित हुनुपर्दछ। जब हामी प्रेममा अगाडि बढ्दछौँ नि, हाम्रो शरीरमा चङ्गाइ नआउँदै गर्दाखेरि यस प्रभु येशू हजुर मेरो निम्ति क्रुसमा टाँगिनु भएको भनेर हामीलाई थाहा हुन्छ। तर हामी शक्तिमा पछाडि भयो भने नि हाम्रो शरीरमा शक्ति नआउँदै गर्दाखेरि, कसैले अगाडि नबोलिदिँदै गर्दाखेरि हामीलाई निरुत्साहित हुन्छ। तर जसै यसो ख्रिस्टको प्रेमलाई हामी हेरिरहन्छौँ नि, जत्तिखेर नि आँखा चिम्लिने बित्तिकै कलवरीको त्यो क्रुसलाई देखाउन थाल्दछ। आमेन। यसुको कोर्राको चोट अनि शरीरदेखि बगेको रगतहरू आँखामा झल्झल्ती देखा पर्न थाल्दछ। अनि यसो ख्रिस्टले त्यो घाममा नि मलाई तिर्खा लाग्यो, मलाई पानी देऊ भनेको कुराहरू याद आउँछ। अनि त्यो कुरा नि कोरिन्थीको पुस्तकले, पहिलो कोरिन्थीको 13:13ले के भनेछ नि, अन्त्यमा चाहिँ प्रेम हुन्छ भने। आमेन। प्रेम, प्रेम भन्नुहोस् त, प्रेम। आज नि धेरैपल्ट हामी विश्वासीहरू परमेश्वरको उपस्थितिदेखि टाढा जानु भनेको नि शक्ति हराएर हो। शक्तिलाई पछ्याउँछौँ, शक्ति देख्दैनौँ अनि त्यसपछि हामी पछाडि जान्छौँ। तर प्रेमलाई जसले पछाउँछ नि, येशू ख्रिस्ट प्रेम हुन्छ। अनि त्यो प्रेम म गर्छु भनेको प्रेमलाई पछाउन थाल्छौँ नि, अनि हामी कहिल्यै पनि दुःख पर्दै गर्दाखेरि, कष्ट पर्दै गर्दाखेरि, शास्ति हुँदै गर्दाखेरि पनि नि हामी येशू ख्रिस्टलाई छोड्दैनौँ। अनि त्यसै कारण यो वचन हुन्छ नि, अनन्त अनन्तलाई चोखो प्रेम। आमेन। उहाँसँग साटे मैले अनन्त अनन्तलाई चोखो प्रेम। कति मजाको छ। दुःख होस् या सुखमा म येशूलाई पछ्याउँछु। आमेन। आमेन। आउनुहोस् हामी खडा हौँ हाम्रो स्थानमा। जसै हामी दुल्हालाई प्रेम गर्छौँ भने दुल्हाको निम्ति कति एक्साइटेड हुन्छौँ। आमेन। कति उत्साहित भइकन आउँछौँ होला। एउटा दुलही नि दुल्हाको निम्ति तयार हुँदैछ आफ्नो मेकअप रुममा तयार हुँदै हुन्छ नि, उतातिर दुलहीको सोच के हुन्छ, मेरो दुल्हा कसरी आउँछ होला, आहा मेरो दुल्हा कुन लुगा लगाएर आउँछ होला, मेरो दुल्हा कस्तो भएर सजेर आउँछ होला। यति त उत्साहित हुँदैन होला त्यो दुलही। त्यो दुलही नि त्यो भन्दा पनि अगाडिदेखि नै दुलही नि दुल्हाको निम्ति यति धेरै उत्साहित हुन्छ। वाह, म मेरो दुल्हालाई भेट्न जाँदैछु, म फाइनली मेरो दुल्हाको हातमा मेरो हात पर्दैछ। आमेन। अनि आज यो मण्डली नि येशूको दुलही हो। आमेन। अनि दुलही चाहिँ अब एकदम उत्तेजित छ, एकदम उत्साहित छ परमेश्वरको येशू ख्रिस्टको चरणमा गइकन येशू ख्रिस्टको हात समाउँदै नाच्न थाल्छ। आमेन। आमेन। हामी नाच्दै प्रशंसा गर्दै हामी उहाँको प्रशंसा गर्नेछौँ। हामी चाहिँ विजय वन मण्डली उनको राज्य आएको छ भनेर हामी गीत गाउँछौँ। आमेन।
दुलालाई भेट्नु नगएको जस्तो भइरहेको छ। हामी चाहिँ दुलालाई भेट्नलाई अझै उचाइ भएर आमेन। अझै हामी आफ्नो शरीरमा के छ हामीले दिन सक्ने केही नै छैन हामीसँग दिन सक्ने, तर एउटै कुरा हो आराधना। आमेन। मजाले रमाएर उहाँसँग दुलासँग जानेछौँ। आउनुहोस् फेरि हामी रमाउँछौँ। हिजो भर्खर हामी वचन सुनेका थियौँ, सुभादान भयो। हाम्रो भाग चाहिँ के हो खासमा? विजय हो नि है। हाम्रो खासमा भाग चाहिँ विजय हो, तर विश्वासी चाहिँ कतातिर जान्छ अरे? हारतिर जान्छ नि त। ए म हारेको, म सक्दिनँ, म गरिब के, म रोगी के, जतिखेर पनि हामी विश्वासी चाहिँ हारतर्फ लम्किन्छ। तर खासमा मण्डलीको भाग चाहिँ के रहेछ? विजय। आमेन आमेन। विजय मण्डली हो। अनि यसै गरेर हामी अझै रमाउँदै गाउनेछौँ। मन यो मान्दैन भनेर हामी भजन गाउँदै एकदम रमाउँदै लाउनुहोस्।
किनभने येशू ख्रिस्टले आफ्नो शरीर क्रुसमा नचढाइकन मान्नु भएन। आमेन। चाहनु भने येशू ख्रिस्टले सक्नुहुन्थ्यो। येशू ख्रिस्टले भन्नुभयो मैले चाहे पत्रुसले जसै के अरे तरबार निकालेर कान काट्दैन सेनाको, येशू ख्रिस्टले भन्नुभयो के मैले चाहे भने मैले मेरो पितालाई भने 10 पल्ट चाहिँ पिताले मेरो निम्ति लड्ने सेनाहरू पठाइदिनु हुँदैन र पठाउनुहुन्छ। तर येशू ख्रिस्टले हामी पापी मानिस जातिको निम्ति नै आफ्नो शरीरलाई नदी मान्दै मान्नुभयो, नाइ म दिन्छु दिनु नै भयो येशू ख्रिस्ट। आज हामी येशू ख्रिस्टको निम्ति ननाचेसम्म यो दिल मान्दै मान्दैन। आमेन आमेन। फेरि एकचोटि है त सबैले दिल खोलेर, जबसम्म हाम्रो दिल खोल्दैन नाक ठुल्ठुलो हुँदै जान्छ। एउटा पशुपाल भन्दै जबसम्म यो नाक चाहिँ तल छ, तल घोटिँदैन नि, तबसम्म परमेश्वरलाई आराधना गर्न सक्दैन भनेर भन्नुहुन्थ्यो। भन्नु मतलब ना भए फिजिकली नाक हुँदैन, हाम्रो सम्मानको कुरा, लाजको कुराहरू हुन्छ नि है, त्यो कुरालाई चाहिँ हामीले घटाएको। अनि म यतिखेर यो भन्दै गर्दिनँ न, मलाई याद आयो जक्कै येशू ख्रिस्टलाई हेर्नको निम्ति खासमा कहाँ उक्लेको थियो? रुखमाथि उक्लेको थियो है। येशू ख्रिस्टले के भन्नुभयो जक्कैलाई? जक्कै तल आऊ। जसै जक्कै तल ओर्ने नि, जक्कै रुखदेखि मात्र तल ओर्नेको होइन वास्तवमा भने। जक्कै जुन माथि स्थानमा थियो नि, त्यो माथिल्लो स्थानदेखि जक्कै तल झरेको। आमेन। आज हामी येशू ख्रिस्टलाई हेर्न चाहन्छौँ भने, येशू ख्रिस्टलाई आराधना गर्न चाहन्छौँ भने नि हामी माथि नै नबसौँ। येशू ख्रिस्टले भन्नुहुन्छ आज
आइज तल आमेन आज हामी कुन स्थानमा छौँ त्यो स्थानदेखि तल झर्न जरुरी छ आमेन हामी लाजको स्थानदेखि तल झरौँ आज हामी डरको स्थानदेखि तल झरौँ आज हामी जक्कै जस्तै तल झर्यो नि यीशु ख्रिस्टसँग गयो यीशु ख्रिस्ट जक्कैसँग बसेर खाना खानुभयो आमेन आज हामी जस्तै तल झर्छौँ नि हाम्रो मान सम्मान इज्जतलाई तल झर्छौँ नि अनि यीशु ख्रिस्ट हामीसँग बसेर आराधना गर्छ आमेन आमेन यस आउनुहोस् हामी रमाएर नाचौँ
हजुरको वेदीमा आएको छु देखेर अनि हजुरलाई हेर्न चाहन्छु म हजुरलाई हेर्न चाहन्छु म घोषणा गर्न थालो उहाँलाई पिताको हजुरको सुन्दर उहाँलाई हेर्न चाहन्छु हाम्रो परमेश्वर र उहाँको नजिकतामा भला पिता Sinabi na ako sa mga nasa. That's why I pray for myself. I pray for my life. Thank you. उहाँलाई भुँदा लागेको व्यक्तिहरूले उहाँलाई देखे उनीहरूको शरीरदेखि भुत कराउन थाल्यो उनीहरूको शरीरदेखि भुत भाग्न थाल्यो आज जस्तो हामी उहाँलाई हेर्छौँ नि कुरोहरू यतिखेर भन्न थाल्नु उहाँको उपस्थिति यहाँ छ अनि यतिखेर भन्न थाल्यो उहाँलाई म चाहिँ उहाँ हेर्छु मेरा कमजोरीहरू हटेर जान्छ जसरी आजको उहाँलाई हेर्छु पिता येशू ख्रीष्टमा भित्र भएको क्रन्दनहरू हटेर जान्छ म भित्रको कष्टहरू हटेर जान्छ जसरी म आजलाई हेर्छु थाहा छैन हजुर कुन अवस्थामा भइकन यसुलाई हेर्दै हुनुहुन्छ धेरै व्यक्तिहरू थिए जो व्यक्तिहरूले यसुलाई हेरे कोही गुरुजो थिए अनि यसुलाई हेरे कोही बोल्न सक्दैन थिए यसुलाई हेरे कोही आँखा नदेख्ने थिए यसुलाई हेरे कसैको जीवनमा भूतले सताइएको थिए यसुलाई हेरे कोही पक्षघाती थिए यसुलाई हेरे
येशू ख्रिस्टलाई हेर्छौँ नि, जसै येशू ख्रिस्टलाई हेर्छौँ नि, अनि भित्र भएको कुचो पनि यतिखेर हटेर जाँदैछ। तिमीहरू जसै येशूलाई हेर्दैछौँ, हामी भित्र भएको आत्मिक कुचो पनि हटेर जाँदैछ। येशू ख्रिस्टको नाममा जसै येशूलाई हेर्दैछौँ, हजुर भित्रका शरीरका रोगहरू कष्टहरू यतिखेर हटेर जाँदैछ। जसै येशूलाई हेर्दैछौँ, ऋणका बोझहरू टुक्रिँदैछन् यतिखेर। जसै येशूलाई हेर्दैछौँ नि, हाम्रा गुनाहरू उठ्दैछ। अब मेरा घोषणा गर्न थालौँ, सबैजनालाई घोषणा गर्न थालौँ। अझदेखिको शान्त, अझदेखिको निर्धनता बुहारीमा छ। त्यसै शान्त हुन्छ नगर्न सक्छु। त्यसै शान्त हुन्छ।
धन्यवाद गर्दछु हजुरको प्रेम हजुरको अनुग्रहको निम्ति प्रभु यीशुमा हामीलाई हजुरले यो समयसम्मको हजुरको अनुग्रह हामीलाई अगुवाई गरेको हामी धन्यवाद छ धन्यवाद गर्दछु प्रभु सारा आदर महिमा गर्दछु यीशु ख्रीष्ट हजुरको नाममा आमेन। हुन्छ हामी आफ्नो स्थानमा बस्न सक्छौँ।